हेलो एभ्रिवान, आज चाहिँ मैले यो सुपाबाट किनेर ल्याएको थियो ओ सुसुमे। मलाई नै आउँदैन कसरी बनाउने, तर फर्स्ट टाइम बनाउँदैछु। अब बनाऊ कस्तो बन्छ पहिला यसलाई धुन्छु म, त्यहाँबाट बनाउँछु। ओके, मैले यसलाई धोइसकेँ। मैले आधा मात्रै बनाएको धोइसकेँ। अब मलाई कटिङ गर्छु, त्यहाँबाट पकाउनु सुरु गर्छु। हल्का पाकेपछि टमाटर हालेको भयो। आज फर्स्ट ट्राई। थोरै टमाटर हालिदिन्छु मैले। फाइनली बनाएँ मैले यो जापानको शीतल ओसुसुमे। यो टेस्ट गर्छु म कस्तो बन्छ। मिठो बनाएको छ। तपाईँहरू पनि यो सुपाबाट किनेर घरमा ट्राई गर्नु। यो ओसुसुमे कुखुराको यो बुटन।